आज बिहानै नेपालको सामाजिक सञ्जाल एकाएक तातियो जब काठमाडौँ महानगरका मेयर बालेन शाहले फेसबुकमा शुभ प्रभात लेख्दै रवि लामिछाने र बालेन्द्र शाह बीचको एकताको हस्ताक्षर भएको फोटो सार्वजनिक गरे। उता रवि लामिछानेले पनि सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशले खोजेको हुनुपर्छ भन्दै सामाजिक सञ्जालमा सन्देश पोस्ट गरेपछि दुवैका समर्थकहरूमा उत्साह देखियो र राजनीतिक वृत्तमा अनेक अड्कलबाजी सुरु भयो। यस घटनाले बालेन रवि मिलन साँच्चै हो कि सङ्केत मात्र भन्ने बहसलाई अझ चर्काएको छ। सार्वजनिक भएको सहमति अनुसार नवयुवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागहरूलाई यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। साथै समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्य पूरा गर्न गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधार मार्फत आर्थिक सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासलाई स्थापित गर्दै आगामी 10 वर्षभित्र नेपाललाई सम्मानजनक मध्यमाय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयन गर्ने उल्लेख गरिएको छ। सहमतिमा बृहत एकतापछि स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, पार्टीको झण्डा नीलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र नीलो घण्टीको आकृति सहित रहने र चुनाव चिन्ह घण्टी हुने उल्लेख छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहनेछ भने राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आगामी प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेद्वार बालेन्द्र शाह हुने सहमति गरिएको छ। त्यसैगरी पार्टीको संगठनात्मक संरचना थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता र अनुभवी विज्ञहरूलाई समुचित रूपमा समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने बताइएको छ। आम निर्वाचनपछि यस सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी कागजात निर्वाचन आयोगमा अद्यावधि गरिनेछ भने पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टी वरिपरि गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई समेत आह्वान गरिएको छ। राजनीतिक विश्लेषकसहित यो सहमतिले नेपालको परम्परागत राजनीतिक समीकरणलाई चुनौती दिएको अवश्य देखिन्छ, तर केही प्रश्न पनि स्वाभाविक रूपमा उठ्छन्। बालेन शाहको स्पष्टवादिता र कार्यकेन्द्रित शैलीले धेरैलाई प्रभावित गरे पनि कहिलेकाहीँ संवादभन्दा टकरावलाई प्राथमिकता दिएको आरोप लाग्दै आएको छ, जसले राष्ट्रिय स्तरको सहकार्यमा चुनौती ल्याउन सक्छ। उता रवि लामिछानेको पार्टी संगठन र जनआधार बलियो भए पनि नेतृत्व केन्द्रीकरण र निर्णय प्रक्रियामा पारदर्शितामाथि आलोचना हुँदै आएको छ। दुवै नेताको लोकप्रियता सामाजिक सञ्जालमा उच्च भए पनि त्यो लोकप्रियतालाई दीर्घकालीन नीति, स्थिर संगठन र संस्थागत संस्कृतिमा रूपान्तरण गर्न नसकेमा यो एकता केवल भावनात्मक उत्साहमै सीमित हुने जोखिम रहन्छ। त्यसैले यो मिलनले पुराना दलहरूलाई दबाब दिने शक्ति त राख्छ, तर व्यवहार, धैर्य र संस्थागत परिपक्वता देखाउन सके मात्र यसले नयाँ राजनीतिक युगको वास्तविक सुरुवात गर्न सक्ने देखिन्छ।